आदरणीय श्रीमती महोदय, यो आकस्मिक बैठक मैले बोलाएको छु किनभने महँगाई एकदमै बढिसकेको छ र हामीले खर्चमा एकदमै कटौती गर्नुपर्ने कारणले गर्दाखेरि मैले 83-84 को घर बजेट अगाडि नै प्रस्तुत गर्ने निर्णय लिन चाहन्छु। हामीले खर्चमा एकदमै कटौती गर्नुपर्ने हुनेछ। हजुरको मेकअप खर्च अलिकति बेसी भयो कि भन्ने कुरा मात्र छ है। त्यसलाई चाहिँ मैले कटौती गर्नको लागि चाहिँ हजुरलाई मैले 2 बट्टा मास्क किनेर राखिदिएको छु। मास्क लाएर हिँड्नु होला, मेकअप गर्नै पर्दैन है। यो कुरो पनि भयो र सँगसँगै सुन भन्ने कुरो हजुरले गर्दै हुनुहुँदो रहेछ। यो सुनको कुरामा चाहिँ अब म सुन्दिनँ भन्न चाहन्छु है। म चाहिँ सुन्न नसक्ने अवस्थामा पुगिसकेको छु भाउ बढेर। त्यसकारणले यसमा पनि हामीले खर्च कटौती गरेका छौँ र सँगसँगै गाडी हामी जहाँ हिँड्दा पनि गाडी बाइक प्रयोग गर्दै गर्थ्यौँ। अब चाहिँ होइन, हामी टिर्निङ साइकल बजाउँदै घुमौँला सहरैमा भन्ने कुरालाई चाहिँ अगाडि बढाउँदै हामी बाइक र गाडीमा चाहिँ हामी तेल अब हाल्दैनौँ किनभने धोती न टोपी भइसकेका छौँ र तेलको पनि सर्टेज छ। सँगसँगै अर्को कुरो भनेको चाहिँ हाम्रो ग्यास, खाना पकाउनको लागि चाहिँ हामीले ग्यास प्रयोग जुन गर्थ्यौँ अब चाहिँ नगरौँ। मैले एउटा ढुङ्ग्रे किनेर लिएर आएको छु। अब आगो फुकेरै गुइठा बालेरै खाना पकाउनु होला, मिठो हुन्छ है। त्यो सँगै कुरा गर्न चाहन्छु। सँगसँगै अरू विविध खर्चहरू पनि छन्, त्यो खर्चहरू पनि कटौती गरौँ र सँगसँगै सपिङ खर्च भनेर आएको छ। अब सपिङ खर्च पनि मैले एकदमै कटौती गर्ने निर्णय गरेको छु हाम्रो नयाँ सरकारले। किनभने त्यो दराजभरि तपाईँकै लुगा छ है। अब मैले पनि अब तपाईँकै कुर्ता सुरुवाल लाएर हिँड्नुपर्ने अवस्था आइसकेको छ किनभने किन्न नसक्ने अवस्थामा पुगिसकेको छु। सो यो खर्चलाई चाहिँ एकदमै कटौती गरिदिनु हुन मेरा घरको श्रीमतीलाई अनुमति गर्न चाहन्छु र हुन्छ भन्ने मान्य सदस्यले हात उठाउनु होला, हुन्न भन्ने मान्य सदस्यले ढोका खुल्ला छ, बाहिर गइदिनु होला। आजको बैठक यही समाप्त गरेको घोषणा गर्न चाहन्छु। हस्त, धन्यवाद।